लागिसक्यो भइगयो। हाई गाइज, वेलकम टु न्यू भ्लगमा तपाईँलाई स्वागत छ। आज चाहिँ म स्पेसल फुड मोमोज बनाउनु गइरहेको छु होइन। मेरो बुढीले पनि बनाउँछ, मैले पनि बनाउँछ र अनि जेठी मम्मी पनि हुन्छ, जेठी मम्मीले पनि बनाउनुहुन्छ। अनि भान्जाहरू सब मिलेर हामी आज मोमो बनाउनु गइरहेको छु। त्यहाँ मोमोजको मसला बनाउनु यता चाहिँ ढुलो, यता चाहिँ मेरो बुढीले बेल्दैछ। यहाँ चाहिँ मोमो रेडी भइसक्यो होइन। यहाँ चाहिँ आमाले जेठी आमाले चाहिँ बनाउँदै हुनुहुन्छ होइन मोमो चाहिँ। बनाएर त्यहाँ मोमोज बनाउँदैछु होइन। मोमो चाहिँ बनाउँदैछु। मलाई धेरै मोमो बनाउन आउँदैन, तर उति सिकिरहेको छु होइन मोमोलाई बनाउनुलाई। जेठी आमा र म बनाउँदैछु। चाहिँ मोमो चाहिँ यस्तै हो। मोमो चाहिँ बनाउनु चाहिँ अल्छी लाग्छ होइन, खानालाई चाहिँ एकदम मनपर्छ होइन। मेरो फेभरेट फुड हो होइन यो चाहिँ मोमो चाहिँ होइन। मलाई चाहिँ एकदम मनपर्छ होइन मोमो। र बनाउँदै घरतिर यस्तै बनाउँदैछु हामीहरू। म बनाएर रेडी भइसक्यो। हामी चाहिँ अब मोमो राख्न गइरहेको छु उता। म चट्नीको लागि होइन रेडी गरिरहेको छु होइन, चट्नीको लागि होइन। यो चाहिँ भागो होइन, भागोले चाहिँ हामी भागो अनि यसमा मसला ससला हालेर हामी त्यहाँ चट्नी बनाउँछौँ। मोमोजको चट्नी बनाउँदैछु। यसलाई फ्राई गर्नुपर्छ राम्रोसँग। फ्राई भइसकेपछि यसलाई पिस्नुपर्छ। पिसिसकेपछि अनि चाहिँ यसलाई मसला हुन्छ होइन। चट्नी रेडी भइसक्यो। अब ल फाइनली हाम्रो मोमो चाहिँ रेडी भइसक्यो। हामीले खाना चाहिँ रेडी छ। अब जेठी आमा चाहिँ मोमो चाहिँ यस्तो हाल्नु प्लेटमा हाल्नु गइरहेको छन् होइन। हामी चाहिँ मोमो पाइसक्यो। ल हामी खाना चाहिँ रेडी छ। ल मोमो चाहिँ रेडी भइसक्यो। भान्जा नागे भान्जा चाहिँ यता छन् होइन। मोमो बनाएर खान लागिसक्यो।